डाक्टर महावीर पुन भन्ने बित्तिकै हामी सबैको मन मस्तिष्कमा बस्न एक सफल व्यक्ति जो जहिले पनि विज्ञान प्रविधि यसको आविष्कार नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आउनुभएको। अमेरिकामा पढेर विभिन्न पुरस्कार जित्दै पहाडी क्षेत्रमा वायरलेस इन्टरनेट र काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्र खोलेर आविष्कारको क्षेत्रलाई, नवप्रवर्तनको क्षेत्रलाई, विज्ञान प्रविधिको क्षेत्रलाई हामीले अगाडि नबढाएसम्म देश विकास हुँदैन भन्ने आफ्नो एजेन्डालाई स्थापित गर्दै उहाँ अहिले दोस्रो पटक विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्री बन्नुभएको छ। पहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो, अहिले मन्त्री बन्नुभएको छ। उहाँले आफैले प्रस्तावित गरेको मन्त्रालयको नाम जुन बसेको थियो त्यसको मन्त्री बन्दै गर्दा डाक्टर महावीर पुन यस्ता व्यक्ति जसले आफ्नो सङ्गठन नभएको, कार्यकर्ता नभएको त्यस्तो व्यक्तिले म्याग्दीको दुर्गम ठाउँबाट गएको प्रतिनिधि सभा चुनावमा आफूलाई जिताउन सफल हुनुभयो। प्रचार प्रसारको क्रममा जाँदा फेरि पनि सरल ढङ्गबाट प्रस्तुत हुने, होइन, भ्याङ भ्याङ हिँड्दै, होइन, त्यो एउटा हाम्रो फरक किसिमको टिपिकल बोली, होइन, त्यस्तो मान्छेले तपाईँको विभिन्न खलनायकहरूको बिच एक नायक भनौँ न त्यस हिसाबले प्रस्तुत भएर उहाँले चुनाव जितेर अहिले बालेन्द्र शाहको राजसभाको सरकारमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै गर्दा सरकारले गएको बजेट भाषणमा पनि विज्ञान प्रविधि क्षेत्रलाई विशेष रूपमा अगाडि बढाउने भनिरहँदा वैज्ञानिक डाक्टर महावीर पुनको जुन आफूले एजेन्डा उठान गरेको विषय भनौँ विज्ञान र प्रविधि र यसको अनुसन्धान नगरेसम्म देशले पनि विकास र गति लिन सक्दैन। अहिले विश्व परिवेश यसरी अमेरिका, चाइना लगायत विभिन्न देशहरू विज्ञान र प्रविधि आविष्कार, टेक्नोलोजी, होइन, नवप्रवर्तन क्षेत्रमा अगाडि बढिरहेको छ। त्यसलाई पनि हामीले आत्मसात गर्दै अनुसन्धानको दायरालाई फराकिलो बनाएर हामी नेपालीहरूले पनि लानुपर्छ भन्ने मान्छे अब आज मन्त्री बन्नुभएको छ। हामीलाई एकदमै अपेक्षा छ उहाँले यसलाई आफ्नो अनुभव र सिपलाई प्रयोग गर्दै नवप्रवर्तनको क्षेत्र आवश्यक परे उहाँले विज्ञान प्रविधि अनुसन्धान टेक्नोलोजी एआई जस्ता यस्ता नवीनतम प्रविधिहरूमा विज्ञहरू नियुक्त गरेर भए पनि एउटा देशले यस क्षेत्रमा अगाडि बढ्ने सुमार्ग कोर्नुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। तपाईँलाई सफल कार्यकालको शुभकामना। धन्यवाद।